नमस्कार सम्पूर्णमा तामाङ भाषा सिक्ने र सिकाउने क्रममा आज फेरि एउटा भिडियो लिएर आएको छु र यसमा पछिल्लो अर्थात् मैले पहिला बनाएको भिडियोमा परेका शब्दहरू पनि आएका छन् र दोहोरिएको नै असल मलाई लाग्यो र म अब सुरु गरेँ भिडियोपट्टि लागौँ। र कुखुरालाई हामी नागा भनेर भन्छौँ। नागाला हवाबा भनेको चाहिँ भालेलाई चाहिँ कुखुराको भालेलाई चाहिँ नागाला हवाबा भनेर भनिन्छ। अनि कुखुराको पोथीलाई चाहिँ नागाला मामा भनेर भनिन्छ। हाँसलाई गेदे भनेर भनिन्छ। गेदे भनेको चाहिँ हाँसलाई भनिन्छ। सुँगुरलाई दुवा भनेर भनिन्छ। दुवा चाहिँ सुँगुरलाई हामी भन्छौँ। भैँसीलाई चाहिँ मुई भनेर भनिन्छ। भैँसीलाई चाहिँ मुई भनेर भनिन्छ। अनि अर्को अब आयो हामीले चलाउने हतियारलाई चाहिँ हामीले चलाउने जुन चाहिँ छुरी बम्फो खुकुरी आदि भन्छौँ त्यसलाई चाहिँ हतियारलाई चाहिँ लाचिया भनेर भनिन्छ। अनि उदाउनु अथवा धार लाउनु चाहिँ माप्याउ भनेर पनि भनिन्छ। मुसालाई नाम्लुङ भनेर भनिन्छ। छुचुन्द्रालाई चाहिँ जीवा भनेर भनिन्छ। हामी साधारणतः मुसालाई जीवा भनिरहेको बुझ्छौँ, तर मुसालाई चाहिँ नाम्लुङ भनेर भनिन्छ। हाम्रो तामाङ भाषामा जीवा भनेको चाहिँ छुचुन्द्रालाई भनिन्छ। बाल्बु भनेको चाहिँ भ्यागुतोलाई चाहिँ बाल्बु भनेर भनिन्छ। जुगालाई टिबेट भनेर भनिन्छ। स्यात भनेको चाहिँ जुम्बनालाई स्यात भनेर भनिन्छ। अनि क्लिक्खोङ भनेको चाहिँ चौकीलाई क्लिक्खोङ भनिन्छ, अथवा चौकीमा भन्दाखेरि चाहिँ क्लिक्खोङ्री भनेर भनिन्छ। अनि पैसालाई चाहिँ झ्याबा अर्थात् नोर भनेर भनिन्छ। अनि खुजरा पैसा हुन्छ, त्यो खुजरा पैसालाई चाहिँ हामी ब्रुई भनेर भनिन्छ। र आज मैले यहाँसम्म ल्याएँ तपाईँहरूलाई, र भोलि फेरि अर्को भिडियोमा भेट्नेछु। र कस्तो लाग्छ तपाईँहरूले कमेन्ट सेयर पनि गरिदिनु हुन अनुरोध गर्दछु। तामाङ भाषा विभिन्न ठाउँमा भिन्न भिन्न शब्दहरू उच्चारण हुन्छ, त्यसले गर्दाखेरि तपाईँहरूले दया गरी कमेन्टमा लेखिदिनु हुन म अनुरोध गर्छु।